हाम्रो मम्मीले हाम्रो बाउसँग बिहे गर्ने बेलामा के देखेर बिहे गरेका होलान्? अलि धनी हुने खाने केटासँग बिहे गरेको भए हुने नि हामी पनि धनी परिवारमा जन्मिन्थ्यौँ होला। धनी केटासँग बिहे गरेको भए त हामीले पनि यसरी काम गर्नु पर्दैन थियो, लग्जरी लाइफ हुन्थ्यो, पैसै पैसा हुन्थ्यो। हाम्रो पनि सहरमा ठुलो घर हुन्थ्यो, राम्रो राम्रो लाउन खान पाइन्थ्यो, महँगो महँगो बोर्डिङ स्कुल पढ्न पाइन्थ्यो। सानो हुँदाखेरि मेरो दिमागमा यही कुराहरू आउँथ्यो कि भन्न त कहाँ सक्नु र भन्यो भने त फेरि पुग्ने गरी भेटिहाल्ने। के हेरेका होला हाम्रो मम्मीले हाम्रो बाउसँग बिहे गर्ने बेलामा न त बाउपट्टिकाहरू एउटा गतिलो छन्, न्यु मात्रै खोज्छन्, झगडा मात्रै गर्छन्, यस्तै आउँथ्यो कि दिमागमा। मलाई चाहिँ सानैदेखि हाम्रो पनि सहरमा घर भइदिएको भए हुने नि यस्तो धेरै काम पनि गर्नु पर्दैन थियो होला, कति रमाइलो हुन्थ्यो होला, कति आनन्दको लग्जरी लाइफ हुन्थ्यो होला जस्तो लाग्थ्यो कि। अनि त्यही भएर यस्तो लाग्ने कि हाम्रो मम्मीले धनी केटासँग बिहे गर्नु पर्दैन नि हामी पनि धनी परिवारमा जन्मिन्थ्यौँ नि जस्तै लाग्ने कि। त्यो बेलामा चाहिँ राम्रो लाउन पाए, मिठो खान पाए, धेरै धेरै खेलवाना भएदेखि, काम गर्नु नपरेदेखि त्यही हो सुख जस्तो लाग्ने कि। तर जब अलिअलि आफू पनि बुझ्ने हुँदै परिपक्व हुँदै गए, अलिअलि जिम्मेवारी थाहा हुँदै गयो, त्यहाँदेखि आफूले पनि अलिअलि बुझ्दै गए राम्रो राम्रो लाउन पाउनु, मिठो मिठो खान पाउनु, ठुलो घर हुनु मात्र सुख होइन रहेछ, लग्जरी मात्रै सुख होइन रहेछ। सुख त त्यहाँ पनि रहेछ जहाँ शान्ति मिल्छ, जहाँ सन्तुष्ट भइन्छ। जब म बढ्दै गए, घर बाहिरको संसार पनि अलिअलि हेर्दै गए, दुनियाँदारी सिक्दै गए, तब थाहा भयो कि मेरो घर त सुख होइन स्वर्ग रहेछ कि। भगवानको कानमा नपरोस् तर मैले अहिलेसम्म मेरो बाबुआमाको झगडा परेको देखेको छुइनँ कि। मलाई बरु पर्लै नै आओस् तर मेरो घर परिवारमा सबै ठिक छ भने बाँकी त सबै म झेल्न सक्छु जस्तो लाग्छ कि। मलाई केही कुराले पनि खासै फरक पर्दैन तर फ्यामिली प्रब्लम अलिकति पनि भयो भने मेरो दिमाग यस्तो धेरै डिस्टर्ब हुन्छ नि। मैले कतिको हेरेको छु कि बाबुमा कहिले नमिल्ने, जहिले झगडा गर्ने, जहिले घर झगडा पर्ने होइन। म कहिले काहीँ यसो इमेजिन गर्छु तर म सोच्नै सक्दिनँ कि जुन घरमा बाबुआमा जहिले तहिले झगडा गर्छन्, बुढाबुढी जहिले तहिले झगडा गर्छन् भने त्यो घरको छोराछोरीको दिमागमा कति धेरै असर पर्छ होला कि। धन्न हाम्रो बाबुआमाको अन्डरस्ट्यान्डिङ चाहिँ राम्रो छ कि। बाउलाई रिस उठेको छ भने मम्मी चुप लाएर बस्दिन्छन्, मम्मीलाई रिस उठेको छ भने बाउ चुप लाएर बस्दिन्छन्, अनि त्यो झगडा कसरी हुन्छ होइन। बाँकी दुःख सुख भनेको त आउँदै जाँदै गर्छ, आफ्नो कर्मको कुरा हो, कर्ममा जे छ त्यही त हुन्छ नि होइन। हामी मान्छेहरूको इच्छा आवश्यकता अभावहरू त कहिले पो सकिन्छ र है। आज घरको छाना छ, टिनको छाना लाउन पाए हुने जस्तो लाग्ने होइन। टिनको छाना लगाइसकेपछि पनि पक्का घर बनाउन पाए हुने, ठुल्ठुलो बिल्डिङ घर बनाउन पाए हुने जस्तो लाग्ने होइन। हिजो साइकल पनि थिएन, साइकल किन बाइक किन्न पाए त हुने जस्तो लाग्ने। अनि बाइक किन्यो कार पो किन्न पाए त हुने, कार किन्यो योभन्दा अझै खतरा लग्जरी कार किन्न पाए त। अनि खै त मान्छेहरूको आवश्यकता अभाव कहिले सकिने त। हिजो खरको चुइने छाना हुँदा पनि अभाव त्यति नै थियो, आवश्यकता त्यति नै थियो। आज पक्का बिल्डिङ मार्बल टाइल्स लगाएर घर बनायो, लग्जरी गाडी किन्यो, अझै पनि आवश्यकता सकिएकै छैन। अनि जति गरे पनि मान्छेलाई खोइ पुग्ने रहेछ त। त्यही भएर आफूसँग जे छ त्यसैमा रमाउन सिक्नुपर्ने रहेछ साथीहरू। दुःख सुख भनेको त आउँदै जाँदै गर्छन् तर मनमा शान्ति हुनुपर्ने रहेछ कि, आफैमा सन्तुष्ट हुन सिक्नुपर्ने रहेछ कि। म गाउँ सहर दुवै ठाउँमा बसेँ तर म गाउँमा जति खुसी छु, जति सन्तुष्ट छु नि, त्यो खुसी त्यो सन्तोक मैले सहरमा भेटिनँ। गाउँको मान्छेहरू पनि आफ्नो काममा त्यत्तिकै व्यस्त छन्, सहरका त झनै व्यस्त छन्। गाउँको मान्छेहरू जतिसुकै व्यस्त भए पनि गाउँका मान्छेहरूको जस्तो सहयोगी भावना मैले सहरको मान्छेहरूमा पटक्कै भेटिनँ। त्यही भएर मलाई आफ्नै गाउँ प्यारो, आफ्नो घर स्वर्ग लाग्न थालेको छ।